नमस्कार, म डाक्टर प्रदीप पाण्डे। सदा चाहिँ आज पनि एउटा नयाँ भिडियो लिएर आएको छु। सबै जाँचहरू गर्ने, सबै रिपोर्ट्स नर्मल आउने, तर रोग पत्ता नलाग्ने के समस्या हो यो? आज हामी यो विषयमा कुरा गर्नेछौँ। साइकोलोजिकल पर्सेप्सनमा रहेर हामी यो विषयमा कुरा गर्न गइरहेका छौँ। भनेपछि बेसिकल्ली यो समस्यालाई सोमेटाइजेसन डिजर्डर भनेर भनिन्छ र यो समस्यामा चाहिँ के हुन्छ भने मानिसको शरीरमा विभिन्न सिम्पटम्सहरू डेभलप हुन्छ, विभिन्न लक्षणहरू आउँछ हैन। अनि एउटा लक्षण भन्ने पनि हुँदैन, धेरै सिम्पटम हुनसक्छ। जस्तै मान्छेले एकछिन कल्पना गरौँ, ग्यास्ट्रिक भयो भने ठ्याक्क एपिग्यास्ट्रिक रिजनमा भन्न सक्छ, अथवा ज्वरो आयो मेरो टाउकोमा ज्वरो आछ भनेर भन्न सक्छ हैन। अब नसाहरू च्यापिया छ भने कुनै एउटा खुट्टामा देखाएर भन्न सक्छ। भने यसमा चाहिँ यस्तो नन स्पेसिफिक सिम्पटम्स आउँछ कि उसले कुन डक्टरलाई देखाउने, कसलाई देखाउने मेसै पाउँदैन। कहिले टाउकोमा लक्षण भए जस्तो महसुस गर्छ, कहिले यहाँ मसल्स यहाँ सोल्जर्समा समस्या भए जस्तो महसुस गर्छ, कहिले पाताहरूको बिचमा समस्या भए जस्तो महसुस गर्छ, कहिले छातीमा महसुस गर्छ, कहिले दाँतमा जबडामा महसुस गर्छ, कहिले घाँटीमा महसुस गर्छ, कहिले पेटमा महसुस गर्छ, कहिले खुट्टामा महसुस हुन्छ। यी लक्षणहरू बारम्बार आइरहेको छ। सिम्पटम्सहरू धेरै किसिमका हुन्छन् हैन। अब पेट दुख्यो भने पेटको डक्टरतिर जान्छ, आँखा धमिलो भयो भने आँखाको डक्टरतिर जान्छ, घाँटीमा अड्के जस्तो भयो भनेर घाँटीको डक्टरतिर जान्छ, मुटुमा ढुकढुक भयो भने मुटुको डक्टरतिर जान्छ, अनि सेक्सुअल प्रब्लम भयो भनेर सेक्सको डक्टरतिर जान्छ। चाहिँ यो वर्षौँसम्म चाहिँ विभिन्न चिकित्सकहरूलाई देखाइराख्ने, रगत जाँच गरिराख्ने, एक्सरे गर्ने, सिटी स्क्यान गर्ने, एमआरआई गर्ने यो क्रम चलि नै राख्छ। अनि डाक्टर साहबहरूले जाँच गरेर तपाईँ धेरै टेन्सन नलिनुहोस्, यो चिन्ता बढी गर्नुभयो होला, अब तपाईँ चिन्ता नगर्नुहोस्, त्यस्तो आत्तिनुपर्ने केही पनि छैन, ढुक्क भएर घर जान मिल्छ भनेर डाक्टर साहबले पठाइदिनुहुन्छ। उहाँहरू त्यति त्यो समयमा त खुसी हुनुहुन्छ, तर गएपछि त फेरि घरको सिम्पटम उस्तै रहन्छ। सिम्पटम पनि के हुन्छ, कहिले बढी हुन्छ, कहिले अलिक घट्छ, कहिले हराएको जस्तो महसुस हुन्छ, कहिले फेरि सिम्पटम बढ्दै जान्छ। अनि घटेको बेलामा राम्रै भइरहेछ त नि भने जस्तो लाग्छ, बढेको बेलामा फेरि बढे जस्तो महसुस हुन्छ। भनेपछि यसरी चाहिँ ऊ वर्षौँसम्म चाहिँ धाइराख्छ। कमसेकम 2 वर्षसम्म यस्ता लक्षणहरू देखियो र धेरै चिकित्सकलाई देखाउँदाखेरि सम्पूर्ण रिपोर्ट्सहरू करिब नर्मल आयो र तर मेरो शरीरको लक्षणहरू सन्चो भएन। स्पेसल्ली दुखाइको लक्षण, झमझम गर्ने लक्षण, पोल्ने लक्षण, लाटो हुने लक्षण, यी खालका लक्षणहरू सन्चो भएन भने चाहिँ यसलाई सोमेटाइजेसन डिजर्डर भनेर मनको समस्यामा, साइकोलोजीमा, साइकेट्रिकमा यस्तो समस्याहरू हुन्छ है त। अब यसमा मोस्ट कमनली आउने सिम्पटम्सहरूमा चाहिँ पेटमा बढी असर देखिन्छ कि पेट दुख्यो भन्ने, खान मन लागेन भन्ने, पेट फुल्यो भन्ने, उल्टी आउला जस्तो भयो भन्ने, भोमिट भए जस्तो हुने हैन। अनि त्यसपछि